त्यस्तै आउँछ, तर व्यवहारमा त्यस्तो देखिन्न। उजुरी अघि नै देखियो। 70% चाहिँ हामीले गर्न समाधान गर्न सक्यौँ, 30% अझै बाँकी छ। उजुरी यति धेरै आउँछ स्थानीय तहको, त्यसपछि प्रदेशको, सङ्घीय सरकारको उजुरी नै उजुरी। यो उजुरी नै नआउने वातावरण कसरी निर्माण गर्न सकिन्छ? यसलाई पारदर्शी, जवाबदेही, जिम्मेवार, उत्तरदायी, जनताप्रतिको जिम्मेवार हामी सरकार हौँ, हामी निजामती हौँ, हामी सुरक्षा निकाय हौँ। नेपाली जनताले तिरेको ट्याक्सबाट हामी सेवा सुविधा लिन्छौँ। त्यसकारण नेपाली जनताप्रति निष्ठावान र चाहिँ हामी एउटा निष्ठावान निजामती, निष्ठावान इमान्दार सुरक्षा निकाय, इमान्दार राजनीतिक व्यक्तित्व बन्न किन नसक्ने? त्यतातर्फ हामी सबैले सोच्न पर्ने कि नपर्ने? यो आज 35 वर्ष भइसक्यो। विभिन्न कालखण्डमा नेपालमा विभिन्न समयमा 90 सालमा भुइँचालो आयो भने सुन्यो, त्यसपछि 72तिर भुइँचालो आयो, संविधान पनि सँगसँगै आयो। त्यसपछि अहिले अकल्पनीय जेनजी पुस्ताको नाममा अकल्पनीय अप्राकृतिक प्रकोप जस्तो ठुलो चाहिँ के छ भने देशैभरि विपत्ति आयो। आवधिक नियमित निर्वाचन अहिले चाहिँ के छ भने बिचैमा आयो। यो कसरी आयो? यो किन भयो? यो कुरा पनि यो के छ भने सुशासनसँग जोडिया होला, भ्रष्टाचारसँग जोडिया होला, पारदर्शितासँग जोडिया होला, जवाबदेहितासँग जोडिया होला। त्यसकारण हामीले यो भन्दै गर्दा अब हामी के बन्ने? मैले भन्ने गरेको छु, हामी बोली र व्यवहार एउटै गर्ने हो कि बोली र व्यवहार गर्ने चाहिँ गाजर जस्तो हुन्छ, बाहिर पनि रातो भित्र पनि रातो। बोली र व्यवहार मिल्नु पर्यो, भित्र पनि मनमा जे छ मुखमा त्यही हुनु पर्यो। होइन भने हामी बोली एकातिर व्यवहार अर्कोतिर भयो भने खरबुजा जस्तो हुन्छ, बाहिर हेर्दा हरियो भित्र हेर्दा रातो। त्यसकारण हामी बोली र व्यवहार हामी आफैले मम भनेर आफ्नो ठाउँबाट सुध्र्यौँ भने हामी सबै गाजर हुन्छौँ। नत्र हामी चाहिँ कुराले मात्रै गरेर छौँ। त्यसकारणले नेपालमा अकल्पनीय अप्राकृतिक प्रकोप जस्तो आयो, त्यसलाई पनि हामीले हृदय नमन गरेर अब हामीले कुनै पनि किसिमका गतिविधि गर्दा आफ्नो हातमा अधिकार आउँदा, चाहे मुख्यमन्त्री होस्, चाहे प्रधानमन्त्री होस्, चाहे प्रदेश मन्त्री होस्, चाहे सङ्घीय मन्त्री होस्, चाहे यो देशको प्रहरी प्रमुख होस्, सेना प्रमुख होस्, चाहे चाहिँ देशको प्रमुख सचिव होस्, प्रदेशको सचिव होस्, कानुन नियम अनुसार काम नगर्ने, जनताको नाममा सेवा सुविधा लिने, अनि कसैले नियमअनुसार काम गरेन भने त्यो नियम विरुद्ध काम गर्ने, सबलाई अनुसन्धान गर्ने र चाहिँ के छ भने कानुनको दायरामा ल्याउने अख्तियारको कार्य हो। त्यो हुनुपर्छ, त्यो गर्नुपर्छ। कोही जनताभन्दा माथि कोही छैन। जनता लोकतन्त्रमा सर्वोपरि हो, जनता नै अन्तिम सत्य हो, जनता नै भगवान हो। त्यसकारणले जनताको पक्षमा काम गर्न हाम्रो मूल धर्म र हाम्रो चाहिँ नैतिक आचरण हुनेछ। त्यसकारणले यो कुरामा हामीले कार्य गर्दाखेरि हामी पारदर्शी, जवाबदेही, जिम्मेवार, उत्तरदायी, जनताप्रति हाम्रो मूल धर्मै त्यही हो। हामीले गर्ने सबै कर्म जनतामा आधारित धर्म हुनेछ। हामीले गर्ने गलत काम, कुकर्म जम्मै जनताको लागि हामीले गरेको अपमान हुनेछ। त्यसकारण हामीले जनतालाई मान गर्ने, सम्मान गर्ने, या हामी सबै एक एकवटा विधाबाट जनताको सेवा गर्न आउँछौँ। कोही सुरक्षाको लागि, कोही निजामतीबाट, कोही आफ्नो सिप र तालिम देखाएर, दक्षता देखाएर सुरक्षा निकायमा जानुभयो होला, कोही आफ्नो लोकसेवा दिएर जनताको बिचबाट र चाहिँ एउटा प्रक्रियाबाट, लोकसेवाबाट लेखेर आउनुभयो होला, कोही जनताको भूगोल देखेर जनता खुट्टामा चप्प नलाउनेको भावना बुझेर जनताको लोकसेवा दिएर जनप्रतिनिधि भयो होला। सबैले आफ्नो लोकसेवा दिएको छ। त्यसकारणले हामी सबैले एकअर्कामा समन्वय गरेर, सहकार्य गरेर, एकले अर्काको अस्तित्व स्वीकारेर हामीले काम गर्नु मूल हाम्रो मर्म, जनताको लागि गरिने धर्म त्यही हुनेछ। यो 35औं वार्षिक यो जुन दिवस छ, यो 35औं दिवसको उपलक्ष्यमा हामी सबैले सुशासन, पारदर्शी, जवाबदेही र जिम्मेवार बनौँ। त्यही
सबैले एकले अर्कालाई दिएको शुभकामना हुनेछ। यही हामी आफैले मनन गर्दै आफूले तत्तत प्रयोग गर्ने अधिकारलाई हामीले चाहिँ त्यो अधिकारलाई दुरुपयोग नगरी जनतालाई छिटो र छरितो अहिलेको पुस्ताले खोजेको अहिलेको डिजिटलाइज अहिलेको चाहिँ के छ भने एआई को जमाना मान्छेलाई तुरुन्त रिजल्ट चाहिन्छ। त्यसकारणले हामी सबैले काम गर्ने कार्यालयमा मन्त्रालयमा हामीले गर्ने काम कुनै ढिला सुस्ती नगर्ने, अख्तियारमा पनि उजुरी आयो भने फर्चोट गर्नुपर्ने कुरालाई त्यसले गर्दाखेरि विकास निर्माणलाई हानि पुर्याइरहेछ, जनताको विकासमा अवरुद्ध भएको छ भने त्यो कारबाही गर्नुपर्ने भए तत्काल कारबाही गर्नुपर्ने, नगर्नुपर्ने हो भने तत्काल फाइल फिर्ता गर्नुपर्ने कुरामा पनि राम्रैसँग अख्तियारले हेर्नुपर्ने हुन्छ। यो अख्तियार दिवस भनेको दुरुपयोग भएको छैन भने त्यसलाई अल्झाउनु, त्यसलाई चाहिँ बेलामा निर्णय नगर्नु, बजेट खर्च नभएर सरकार र देश असफल हुने अनि अख्तियारमा फाइल चाहिँ पेन्डिङमा बसिरहने यो पनि दुर्भाग्य हुन्छ। दुरुपयोग त्यहाँ पनि हुन सक्छ। त्यसकारण त्यहाँ पनि दुरुपयोग नगर्ने किसिमले हामी सबैले तत्तत निकायमा बस्नेले त्यही अनुसार कर्म र धर्म गरौँ, यही सत्य र ठिक अधिकारको सदुपयोग गरौँ, दुरुपयोग नगरौँ भन्ने भावनासहित एकअर्कालाई शुभकामना दिँदै मैले पनि यति नै मन्तव्य राख्दै प्रदेश प्रमुखज्यूसँग क्षमा माग्दै मेरो अर्को स्कुलको 16 जयन्तीको कार्यक्रममा पुग्नुपर्ने भएको हुनाले सबैका भावना सुन्न र सबैसँग बसेर कुरा गर्नलाई समय अहिले पर्याप्त नभएको हुनाले म बिदा पाऊँ भन्दै आफ्नो भनाइ टुङ्गाउँछु। सबैको जय होस्। अख्तियार दिवस 35औं दिवस सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल।